हेलो सेवारो, म चाहिँ भने आज खाजा पुऱ्याउनु जाँदैछु। खाजा पुऱ्याउनु कहाँ गएको भन्दाखेरि मेरो बुढा बगान गएको छ। ऊ पात काट्नु हुँदैछ, हेर्नुहोला। र अहिले चाहिँ म खाजा लिएर आएको। बगानमा सबैजना पार्ट टाइम जब भन्छ हो। यो चाहिँ बिहानको 4 बजी जान्छन् अनि 1 बजीतिर वापस फेरि घर आउँछ। अब भान्जी मामा बसेर चाहिँ खाजा खाँदैछौँ। अनि यो गिलो रोटी चाहिँ किन बनाएको भन्नुहुन्छ भने गाइस, मेरो बुढाको चाहिँ दाँत दुख्छ। त्यही भएर म चाहिँ उसलाई अलिक नरम टाइपले गिलो नै रोटी बनाएर प्रायः जस्तो नास्तामा दिन्छु। त्यहाँपछि म अब आलुबारी पस्छु। अस्ति आधी गोडेर रहेको थियो, त्यसपछि फेरि आलुबारी हेर्नु सक्नुहुन्छ मेरो। अनि त्यहाँबाट फेरि म बोडी कति फलेछ भनेर छिरेको थिएँ। यो चाहिँ अदुवारीभित्र रोपेको हो। थाङ्रा साङ्रा केही लाउनु पर्दैन यसमा चाहिँ। यतिकै रोपेर एकबार गोडेर छोडिदिनुपर्छ। अदुवारी छेउछेउमा चाहिँ भटमास पनि हाल्छौँ यसरी, हेर्नु सक्नुहुन्छ। मजाले फलेको छ भटमास चाहिँ। जङ्गलले चाहिँ अलिअलि फुलेको रहेछ, अलिअलि जङ्गल सफा गऱ्यो ओऱ्यो। देख्नुभयो भटमास। बडी चाहिँ खोज्दा खोज्दा यति नै पाएको आजलाई भने यति नै। बाइ बाइ।